मायालुको माया मिठो न्यानो न्यानो काका मेरो उमेरको हिसाबले मलाई देख्दैन भन्छन् सबैले हैन पटक्कै देख्दैन त्यो कसरी भएको होला त भन्छु मेरो आफ्नो एउटा थ्योरी चाहिँ के छ जुन टाइममा म कम्पोज गर्छु ध्यान लाएर त्यो टाइम चाहिँ काटिन्छ होला क्या ध्यान बसेको जस्तै त्यही मात्रै हो नि त ध्यान कस्तो राम्रो कुरा गर्नु त्यो टाइम ल्याप्स भयो नि त्यो त धड्किन्छ मुटुमा होला कतिवटा जति गीत पुग्यो होला दाइको आफ्नो कम्पोजिसन एक्ज्याक्ट मैले भन्नै सक्दिनँ किनभने अब त्यो चलन थियो नि एउटा एल्बममा एउटा दुईवटा माग्नु हुन्थ्यो सिङ्गरहरूले होइन त्यहाँ दियो फिल्म चाहिँ 42 देखि 45वटा गऱ्यो होला मैले बजारमा सुने अनुसार जथाभावी फिल्म चाहिँ सचिनले गर्दैन भन्ने खालको चाहिँ एक टाइममा चाहिँ त्यो मैले कतिवटा फिल्म चाहिँ मैले छोडेको छु किन छोड्यो भने डिटो गीत बनाइदेऊ भन्छ मलाई कोही कोही बेला सोधिरहेको हुन्छ कि यो गीत चल्छ कि चल्दैन भनेर मलाई के थाहा त्यो त भन्नै नसक्ने म त के भन्छु भने अझै दीपक गीतको भाग्य हुन्छ 2004-05मा रिलिज भएको थियो बादल वर्षा बिजुली भन्ने त्यति बेला त्यो कमर्सियली हिट भयो पछि आएर हेर्नु त टिकटकमा त्यही त अब त्यो त भारतमा पनि हेर्नु न त आर्टिस्टहरूले टिकटकमा रिलमा डान्स गरेको छ गीत त्यो गीतको भाग्य हो नि त है भाग्य बोकेर त्यो यो कस्तो राम्रो मैले यसरी चाहिँ सोचेको थिएँ कहिले मनमा त्यस्तो फिल आएन किन अरूलाई भनेर आफै गाइदिउँ न भन्ने टाइपको होइन कोही कोही बेला चाहिँ फिल हुन्छ दिपक अहिले आएर चाहिँ कस्तो फिल हुन्छ भने है फेरि मैले एउटा फिल्ममा एउटा गीत चाहिँ मैले आफैले गीत भए त अहिले मेरो पनि 40-50वटा गीत त हुन्थ्यो त हो भने जस्तो चाहिँ कोही बेला चाहिँ टुक्क हुन्छ क्या हाम्रो दीपक लिम्बू भाइ छ नि उसँग काम गरेँ कहिले गरेको थिइनँ क्या उसले गाउँदै गरेको मैले धेरैपल्ट देखेको छु क्या कमेजहरू खोलेर सर्ट खोलेर गन्जीमा पसिना हुन्थ्यो क्या कति घन्टा भयो भनेको 2.5 घन्टा भयो भन्दै गरेको हुन्थ्यो त्यो किन त्यस्तो भएको हो त भनेर मैले आफैले एनालाइज गरेँ क्या अब दीपकको रेन्ज यहाँसम्म छ अब उसलाई दिन्छ यहाँसम्म अनि गाउँ त गाह्रो हुन्छ नि त अनि मैले एउटा डुएट गीत टाइटल सङ दिएँ जब जब माया बस्छ भन्ने टाइटल रहेछ उसलाई कम्पोज गरेँ उसलाई लु तिमीलाई भनेर बनाएको 20 मिनटमा गाएर निक्ल्यो ठक्क उसको रेन्ज मिल्यो सबै कुरो मिल्नु पऱ्यो नि त भन्ने म त्यो कम्पोजरको मेन ड्युटी धड्किन्छौ मुटुमा होला छल्किन्छौ आँखामा होला धड्किन्छौ मुटुमा होला छल्किन्छौ आँखामा होला किन मनको चाहनामा आइदिन्छौ मायाले पिरतीले मायाले पिरतीले धड्किन्छौ मुटुमा होला छल्किन्छौ आँखामा होला नमस्ते प्रोजेक्ट नजिकमा हामी छुट्टै डिफ्रेन्ट विधाका हाम्रो पाहुनाहरू हामी निम्त्याउँछौँ र आजको पाहुना सायद उहाँको अनुहार तपाईँले नचिन्न पनि सक्छन् तर आइ एम स्योर उहाँको एक क्रिएसन तपाईँहरूको मनमा बस्न सफल छन् प्रोजेक्ट नजिकमा हामी नजिकिने कोसिस गर्दैछौँ आज यस्तै एकजना स्टार मेकर जो प्राय पर्दा पछाडि नै बस्न रुचाउनुहुन्छ उहाँ हुनुहुन्छ हाम्रो आदरणीय दाइ फाइनेस्ट म्युजिसियन म्युजिक डाइरेक्टर म्युजिक कम्पोजर नन अदर देन मिस्टर सचिन सिंह दाइ वेलकम दाइ थ्याङ्क यू फर यर टाइम दाइ अब यसरी दाइलाई बाहना बनाएर अघि नै भने जस्तो किडन्याप गरेर घिसारेर नल्याएछौँ दाइ मेरो स्टुडियो त आई थिङ्क दिस इज फर्स्ट टाइम है हजुर फर्स्ट टाइम हो
सुन्नु चाहिँ उहिलेदेखि 25 इयर्स भइसक्यो दाइ यो स्टुडियो 25 वर्ष सुरु भएको है अब सबै कुरो जोड्नुपर्छ होइन हुन त काठमाडौँ यत्रो त छ नि होइन दाइ यत्रो काठमाडौँमा दाइ अब त्यो बेलादेखि म्युजिकमै म पनि म्युजिकमै हामी सबै एउटै उसमा हुँदा पनि नजोडेको म दाइको स्टुडियोमा कति आएँ कति उ गरेँ हामी काम पनि गरेको छौँ धेरै नै त जस्ट फाइनल्ली थ्याङ्क यू सो मच आज टाइम निकालेर आइदिनु भयो यो सबै जोड्नुपर्छ मैले भर्खर हाम्रो साथीहरूलाई दाइको वेलकम उसमा मैले भनिहालेँ कति अनुहारहरू सायद हाम्रो साथीहरूले नचिन्न सक्छन् त्यो द्याट्स अभियस तर प्रोजेक्ट नजिक यो प्रोग्रामको फर्मेट चाहिँ जसको अनुहार चिन्ने नचिन्ने ठुलो कुरा होइन तर जसको कन्ट्रिब्युसन हुन्छ नि इन्डस्ट्रीमा कन्ट्रिब्युट तर हाम्रो आफ्नो दर्शक श्रोताहरूलाई कतिलाई थाहै हुँदैन कि खालि फिल्मको हिरो मात्र चिन्छ डाइरेक्टर अनि मैले अघि त दाइलाई स्टार मेकर भनेर यतिकै भने होइन दाइ साँच्चैकै यो त स्टार मेकर कति दाइको कम्पोजिसनमा कति मान्छेले स्टार भइसक्यो तर दाइलाई नचिन्न सक्छ प्रोजेक्ट नजिकको प्रयास त्यही हो कि जुन एक्नोलेज गर्ने हुन्छ नि हामीले पर्दा पछाडिको स्टार्सहरूलाई एक्नोलेज गर्ने त्यो एउटा बिइङ एज एन आर्टिस्ट म एउटा कुनै पत्रकार त होइन बाँकी स्टार्सहरूलाई त सबैले बोलाउँछन् तर पर्दा पछाडिको स्टार्सहरूलाई चाहिँ उहाँहरूलाई कमसेकम थ्याङ्क यू तपाईँहरूको कन्ट्रिब्युसनको लागि भन्ने चाहिँ पार्ट अफ माई ड्युटी र मेरो धर्म पनि हो यो कुरामा चाहिँ मैले पनि दिपकलाई थ्याङ्क यू भन्नुपर्छ तिम्रो टिमलाई पनि क्या किनभने यो सोच एकदम कमकोमा छ नि त होइन त अहिलेसम्म यो प्रोग्राम छ त छ जस्तो लाग्दैन मलाई होइन कस्तो छ भने दाइ मेरो विचारमा चल्नु खोज्ने कि मतलब जे गो इट फर मान्छेलाई कमर्सियल भ्याल्युलाई चाहिँ त्योमा प्रायोरिटी राख्दो रहेछ कि अब मेरो लागि चाहिँ कमर्सियल भन्दा पनि कसरी काम गरेको भ्याल्यु चाहिँ अब भनौँ न यो एउटा आर्काइभिङ हुन्छ होइन दुईजना मात्र मान्छेले नचिन्ने जसले हु इज सचिन सिंह भनेर नचिन्ने मैले त्यति भनिदिनु पाएँ नि मेरो धर्म काइन्ड अफ त्यसको लागि थ्याङ्क यू सेम यो दाइले टाइम दिनुभयो यो तिमीले भनेको जस्तै एउटा मेरो इन्सिडेन्ट भएको छ क्या जुन टाइम भन्दा हुन्छ है प्लिज प्लिज दाइ एकजना समथिङ रिजाल हुनुहुन्थ्यो नि भक्तपुरतिर पत्रकार हुन्थ्यो त्यो टाइममा एकदम फेमस थियो त्यो भाइ मलाई नाम झट्टै याद आएन उहाँको बिहे थियो ओके होइन त्यति बेला मेरो आगो लागि दिलैमा दमकल बोलाइदियो सुपर डुपर हिट भएको भर्खर अब त्यति बेला त एफएम पनि सबै रेडियोमा थियो नि एक घन्टाको लिन्थ्यो नि क्लासिक एफएम हिट्स एफएम भन्नेहरू त्यो टाइममा त्यस्तो थियो अनि त्यो गीत यस्तो बज्यो है अनि हामी त्यो बिहेमा जाँदा चाहिँ हामी नारायणपुरी ग्रुप हामी सगुनको ग्रुप पुरै थियौँ अनि त्यहाँ भुवन दाई पनि आउनुभयो भुवन केसी अनि एकछिनपछि को राजेश समाल पनि आउनुभयो अनि शिवश्रेष्ठ पनि हुनुहुन्छ शिवश्रेष्ठ मलाई चाहिँ एकदम अँगाला मारिरहनु भएको थियो क्या उहाँले नाच्नु भएको त्यो गीतमा होइन उहाँ पनि एउटा फेरि कमब्याक जस्तो भएको थियो नि त ग्याप अलिकति भएको थियो त्यो भएर अनि त्यहाँ कुरामा भुवन दाई आएर भुवन दाईको बोल्ने स्टार्ट ए त्यो को दमकल बलाउने त्यो को त्यो केटा मलाई त डर लागेको यो अब कुट्ने हो क्या यो मान्छेले भन्ने टाइम नि मलाई त अप्ठ्यारो लाग्यो म भागेको नि त पर भएर भागेँ होइन पछि मनोज केसी भन्ने एकजना भाइ हुनुहुन्छ नि फिल्म लाइनमै हो उसले मलाई बोलाएर लग्यो उयो है उसले बनाएको भनेर त्यति बेला चाहिँ अन्त त्यो अब चिनाजाना भएको थियो अब कुरामा भर्खर आगो लाग्यो दिलैमा दमकल बोलाइदियो कसले सुनेको छैन यो गीत भनौँ न हरेक नेपालीले सुनेको गीत त्यस्तो सुपर डुपर हिट भएको तर अब सेम ब्याक टु दि हामी ठाउँमा आयौँ नि दाइले गरेको भने त्यही हिरो स्टार्सहरूले फ्रन्ट लाइनर्सहरूले नै नचिन्ने भनेपछि त्यो एकदमै अपमानजनक फिल हुन्छ नि कहिलेकाहीँ म पनि एउटा भनौँ न म फ्रन्ट लाइन भएर म गीत गाउने मेरो साथीहरू पछाडि बसेर गिटार बजाइदिने कसैले के गर्ने होइन अझ स्टेज बाहेक पछाडि मिक्सर चलाइदिने लाइट बालिदिने थुप्रै छ कन्ट्रिब्युसन इट्स अ टिम वर्क हो नि टिम वर्क हो यो त होइन
त्यो चाहिँ अब फ्रन्ट लाइनरको जब हो। जस्तै हिरोको काम हो कि डाइरेक्टरलाई चिनाइदिने, या यो म्युजिक डाइरेक्टर सिङ्गरले म्युजिक डाइरेक्टरलाई चिनाइदिने, कम्पोजर। अब यो प्रथा बिस्तारै अहिले सोसियल मिडियाहरूले गरेर सजिलो चाहिँ भएको छ। तर अहिले चाहिँ अलिकति अब जो हाम्रो टाइममा चाहिँ पहिला चाहिँ त्यस्तो थिएन होइन। अलिकति पछि चाहिँ हामीले पनि क्यासेट सिडीहरू हेर्दा एरेन्ज कसले गरेको रहेछ त्यो चलन चाहिँ भएको थियो क्या। दाइ आफै एरेन्ज गर्नु हुने भएकोले चाहिँ नोटिस भयो। तर अरूले पनि अहिले मात्र जस्तो फिल हुन्छ कि दाइ मलाई। पहिला हिरोको फिल्म हेर्दाखेरि हिरोको हिरोइनको हो, बास डाइरेक्टरको हो त्यो पनि मतलबै थिएन। सिनेमेटोग्राफर यताउता भन्ने त अझ परको कुरा हो। एडिटर, क्यामराम्यान, त्यो कसैको नोटिसमा। अब हाम्रो म्युजिकमा पनि अरेन्जर, मिक्सिङ कसले गरे, पहिला त अब हु केयर्स। जस्तै मलाई पनि त्यस्तो लाग्थ्यो नि, एउटै मान्छेले सबै गरेको जस्तो लाग्ने नि त होइन त। अब पहिला त झन् हामी सानो हुँदा त हामी त रेडियोको हिसाबले हुर्केको हो नि त होइन। अहिलेको नानीहरूले त हाम्रो कुरा सुन्यो भने त हामी त स्टोन एजको हो नि। मैले गीत सुन्दा त रेडियोमा हो। मेरो बाजेको प्रिन्स भन्ने रेडियो थियो, अनि बिनाका गीतमाला, अमिन शाह, अल इन्डिया रेडियो, रेडियो नेपाल, बस। अनि त्यो कहाँ गीत कति बेला आउँछ त्यो कण्ठ क्या यति बजी। अनि एउटा गीत मन पर्यो भने अब नेक्स्ट सुन्नु पऱ्यो नि त्यो गीत होइन। अब फेरि पर्खिनु पऱ्यो भोलि कति बेला आउँछ, फरमाइस पठाउनु पर्यो। त्यो फरमाइस त अब हामी फुच्चे नै थियो, त्यो फरमाइस पनि हामीलाई त्यो याद आएन। तर अब त्यति बेलै भनौँ भने चाहिँ मैले रेडियो सुन्दा चाहिँ देवश्रेष्ठ दाइको सुपर डुपर हिट एउटा गीत बितेका कुराले होइन, त्यो गीतहरू रहेछ। अब अहिले बुझ्दा त्यो गीत रहेछ। तर त्यो गीत कसले कम्पोज गरेको, कसले एरेन्ज गरेको थाहा छैन, केही मतलब छैन। गीत सुन्यो मन पर्यो, भोलिपल्ट फेरि सुन्यो मन पर्यो, होइन। त्यस्तो चलन थियो नि त। त्यसको गल्ती चाहिँ हाम्रो दर्शक श्रोताहरूको हुँदै होइन, पटक्कै होइन। मैले अघि नै भन्न खोजेँ यो चाहिँ हाम्रो आफ्नो पनि एउटा अवेरनेस नपुगेको, या हामीले नै इनिसिएसन नलिएको। त्यही कारणले त यो प्रोजेक्ट नजिक जस्तो प्रोग्रामहरू जन्मिनु जरुरी छ, जहाँ चाहिँ हामीले हाम्रो स्रष्टाहरू जुन पर्दा पछाडिकोलाई एउटा उहाँहरूको एक्नोलेज गरेर उहाँहरूलाई थ्याङ्क यू भन्नलाई त्यति चाहिँ गर्ने। अब चाहिँ बिस्तारै त्यो ट्रेन्ड आउँदैछन्। अहिले त सजिलो पनि छन्, जसलाई इन्ट्रेस्ट छ उसले आफ्नो इन्ट्रेस्ट अनुसारको, जसलाई स्टार्समा त हेर्नु मन छ त्यो स्टार्स मात्रै फलो गर्ला, जसले बिहाइन्ड द सिन हेर्न खोज्छ उहाँलाई बिहाइन्ड द सिन चोइसेसहरू छ नि। एनिवे दाइ, अब आज यो प्रोग्रामको फर्मेट नजिक हो, हामी नजिकिन खोजेका छौँ। पहिलादेखि हामी त नजिक छौँ नै, अलिकति हाम्रो साथीहरूसँग पनि नजिकिन कोसिस गरौँ। नजिकिने भनेको नसुनेको कुराहरू, नगरिएको कुराहरू अलिअलि सेयर गर्ने, नजिक फिल हुने, त्यही त हो नि। तपाईँको सुरुवातको कुराहरू एक दुईवटा गरौँ न। साङ्गीतिक यात्रा कसरी सुरु भएको दाइ? अब मेरो सुरुवात भनेको चाहिँ म त्यो हुन्छ नि माथिबाटै यो मान्छेलाई यो गरेर खा भन्ने हुन्छ नि है, त्यो फुटबल गरेर खेलेर खा, त्यो भलिबल खेल, त्यो म्युजिक, मलाई चाहिँ त्यो ब्लेस्ड हो जस्तो लाग्छ। त्यो त हुनै पर्ने होइन, किनभने म क्लास 1 पढ्दा मेरो गीतको चोइस भन्यो भने तिमी एकछिन सोच, आनन्द भन्ने फिल्म थाहा छ राजेश खन्नाको? त्यसमा एउटा कहीँ दूर जब दिन, यो गीत मैले स्टेजमा गीत गाएको अरे कस्तो चोइस होला मेरो भनेको। पहिल्यैदेखि त्यो सफ्ट गीत होइन। दाइले भन्नुभयो नि त्यो भगवान्ले त यो गर, क्रिकेट खेल, फुटबल खेल, गीत गा, गीत बजा, त्यो थाहा पाउनु पनि गाह्रो हुँदो रहेछ कि। गाह्रो हो नि कतिलाई भनौँ न। अब मसँग मैले अहिले जिन्दगीमा अहिलेसम्म मैले क्रिकेट खेलेको छैन दाइ, मैले खेलेको छैन होइन। अब के थाहा, खेले भए म सचिन तेन्दुलकर भन्दा खतरै हुन्थ्यो कि, त्यो एउटा पनि च्यालेन्ज होइन अरे। एउटा पोटेन्सियल के छ त त्यो मान्छे, त्यो चिज कसरी पत्ता लगाउने होइन। हाम्रोमा चाहिँ अब अहिलेको प्यारेन्ट्सहरू चाहिँ ज्ञानी नै छन् भन्नुपर्छ है, छोडिदिने है, जे पहिला पोटेन्सियल हेर्छ। अब यसलाई छ भने अहिले हेर्नु न त म्युजिक सिक्नेहरू पनि धेरै छन् नि त। हाम्रो टाइममा त त्यस्तो थिएन। एक्स्ट्रा करिकुलम भनेर स्कुलमै राखिदिन्छ। अब हामीलाई त जसरी हो नि स्कुलमा पढ,
पास हुनु पऱ्यो त्यो मात्रै थियो नि त मैले गिटार सिकेँ होला होइन गिटार सिकेको त्यहाँदेखि अलिकति पछि चाहिँ मेरो दाजुले एउटा मलाई गिटार किनिदिनु भयो हबनर भन्ने होइन त्यो इन्डियन गिटार हबनर त्यति बेला मलाई निन्द्रै नलाग्ने त्यो गिटार किनेपछि अब त्यो टाइममा टिभी पनि थिएन के पनि थिएन मान्छेहरू 7:30-8 बजी त खाना खाएर सबैजना सुत्ने हो नि म राति 11-12 बजीसम्म बजाउँथेँ के बजाउँथेँ थाहा छैन हेर्नुहोस् है तर बजाउँथ्यो के बजाउनु त बजाउँछ बजाएको छ के बजाएको त्यो एउटा पागलपन होइन त्यो भएर त आज दा यहाँ पुग्नु भयो होला नि त्यो एउटा पागलपन नभएको भए त नभए के नै अहिलेसम्म हामीले के पाएर इन्डस्ट्रीमा भनौँ न त्यो एउटा डिटर्मिनेसनले गर्दाखेरि हामीले होइन नभए व्यापारी हुन्थ्यौँ होला हामी केही हुन्थ्यो होला अरू म्युजिकमा त केही पनि हुँदैन भन्ने कुरा त पिक्चर क्लियर थियो नि एकदम जसमा त त्यस्तो बिलियनियर बनिँदैन भन्ने कुरा त त्यो पनि हो अनि कस्तो भयो भने अब म म्युजिकै लाग्छु भनेर पनि म आएको होइन फेरि म कलेज पढुन्जेलसम्म म उतै पढेको नि त होइन त्यो म कालिम्पोङ अनि मेरो कलेज सक्नु सँगसँगै यता एजिटेसन हुनु त्यहाँ आन्दोलन सुरु भयो फर्स्ट 86मा गोर्खाल्यान्डको त्यो टाइममा चाहिँ म थिएँ फेरि काठमाडौँ आएको थिएँ जस्ट होइन अब त्यहाँ यस्तो भयो मान्छे मार्यो पुरा मान्छे मर्यो भनेपछि मलाई फेरि टेन्सन भयो म पहिले फेरि कालिम्पोङ जाने भन्ने भयो म त्यसपछि फर्केपछि हाम्रो एउटा ग्रुप थियो हामी मान्छे चाहिँ हिन्दी र नेपाली गीत गाउने ब्यान्डको नाम चाहिँ क्यालिप्सो अब त्यति बेलाको चलन नि होइन अङ्ग्रेजी नाम अलिकति अर्कै हुन्छ बिट हो त्यो त खासमा त होइन क्यालिप्सो भनेको बिट जस्तो लाग्छ अनि त्यो क्यालिप्सो भन्ने बिट हामीले ग्रुप गऱ्यौँ अनि त्यहाँ के गऱ्यौँ भने के गरौँ त हामी आन्दोलनको एल्बम गरौँ न त भने अब पैसा रुपियाँ केही छैन है फेरि म्युजिकली हामीले पनि सपोर्ट गर्नु पऱ्यो नि त भनेर त्यहाँदेखि हामीले अनि यताउता गऱ्यो अनि मेरो फुपाजीको चाहिँ भर्खर रिटायर भएको थियो उहाँले 10,000 रुपियाँ दिनुभयो मेरो अनुहार हेरेर त्यो बेलामा 10,000 भनेको धेरै पैसा त्यो भएपछि त सबजना जो गर्ने भने त्यहाँदेखि अरूसँग पनि त्यहाँको जति अलिकति हामीलाई माया गर्ने म्युजिकल हामी त पहिलो दिन अब त्यहाँ म्युजिक गरिबस्ने प्रोग्रामहरू गरिबस्ने त्यही भएर उनीहरूले हामीलाई एप्रिसिएट पनि गर्थ्यो माया पनि गर्थ्यो उहाँहरूबाट पनि हामी अलिअलि पैसा उठायौँ होइन त्यहाँदेखि हामीले एल्बम गऱ्यौँ अनि एल्बमको नाम 4 कुने आँगन त्यो एल्बम रेकर्डिङ उतै कालिम्पोङमा भएको थियो सबै स्कुलमा एकदम डाइरेक्ट के भन्छ लाइभ रेकर्ड बाजा साथ हामीले दार्जिलिङबाट कार्निभलको ग्रुप मगाएको भायोलिनिस्टहरू होइन अनि फ्लुटिस्ट अब कालिम्पोङमा त्यति राम्रो छैन भनेर हामी त्यो प्रोग्राम त्यो हामीले एल्बम गर्दा चाहिँ उदय सोताङ पनि आएको मेरो भेट भएको फर्स्ट उदय सोताङ चाहिँ ऊ चाहिँ बाँसुरी वादकको साथी आइदिएको होइन एज अ सिङ्गर भनेर थाहा थिएन चिन्दैन हामी कोही पनि को हो अब होइन त्यसरी आएर गरेर हामीले एल्बम गऱ्यौँ उदयले त्यहाँ यसो फ्री टाइममा उसले गीत गाएको सुनेर त्यो मान्छे त खतरा गाउँदो रहेछ उसको त्यति बेला गुलाम अलीको नारायण गोपालको गीतहरू गाउनुहुन्थ्यो होइन अनि त्यहाँ हाम्रो साथीहरूले सल्लाह गऱ्यौँ एउटा गीत दिने हो त दिउँ फेरि तुरन्त एउटा गीत उसले त्यो गीत गाएको छ एकदम राम्रो गीत भएको थियो त्यो आन्दोलन भयो त्यो क्यासेट निक्लियो होइन हामी वारन हाम्रो नाममा त्यसपछि म भागेर सिक्किम गएँ सिक्किममा 1-2 वर्ष बसेँ त्यसपछि म काठमाडौँ आएँ अनि यहाँबाट कन्टिन्यू म यहाँ बसेँ रेभोल्युसन उतैबाट सुरु भइसक्यो भनेपछि यो कति 90s तिरको कि अर्ली अलिकति अगाडि 90s भन्दा पनि अगाडि काठमाडौँ म अफिसियली बस्ने गरी चाहिँ 45 को लास्टमा आएको यहाँ 45 सालको 45 साल भनेपछि मैले यहाँ फेरि 46 भेटिहालेँ नि
फेरि सुरु भइहाल्यो भनेपछि दाइ जहाँ जानुहोस् त्यहाँ आन्दोलन चाहिँ हुँदो रहेछ त्यस्तै पो हो कि भन्ने जस्तो लाग्ने हामी जोक पनि गर्थ्यौँ सुरुमा काठमाडौँमा गाह्रो भयो होला के छ काठमाडौँको म्युजिक सिनेरियो त्यो बेलामा कस्तो थियो 5 महिना चाहिँ म फ्री बसेको कामै नपाएको क्या त्यसपछि उदयले नै चिनेको मान्छे जीवन दाजु भन्ने रहेछ हुनुहुन्थ्यो उहाँ चाहिँ सिम्फनीको क्या जीवन प्रधान चिन्छु भन्नु उहाँले अन्त सिम्फनी भन्ने स्टुडियो खोल्दैछ जाउँ न एकपल्ट भनेर त्यहाँ गएर त्यसपछि चाहिँ सिम्फनीको चाहिँ इँटा लाउँदादेखिको हो म पनि त्यसपछि चाहिँ मेरो करियर भनौँ न त्यति बेला चाहिँ म एज अ सिम्पल गिटारिस्ट अनि अलिअलि काम गर्दै गएपछि मेरोमा त्यो चिज चाहिँ रहेछ तर मलाई थाहा थिएन क्या 5 महिना काठमाडौँमा दाइको कुरा काटेँ 5 महिना बिना काम काठमाडौँ कि अरू केही सपोर्टहरू थियो कि या मतलब होइन मेरो आफ्नो मान्छे थियो आफ्नो मान्छेहरू थियो त्यो भएर पनि अनि साथीभाइ पनि थियो तन्नै मलाई किन त्यो क्युरियोसिटी कस्तो छ भने अब हामी त यहीँ जन्मियौँ यहीँ हुर्क्यौँ होइन म्युजिक तै पनि हामीलाई कति गाह्रो कि मतलब बनाउनु गाह्रो बिन थ्रु नि त्यो कारण अनि मलाई लाग्छ कि अब जस्तै अब नयाँ सहर जस्तै भने पनि होइन गाह्रो त डेफिनेटली भएको होला अनि कसरी त्यो डिटर्मिनेसन हुन्छ एउटा त्यो यो गोरोपन अघि नै हामीले कुरा त्यो नभइकन त हुनै सक्दैन थियो त्यो एउटा सबभन्दा कुरो चाहिँ इच्छा हुनुपर्ने रहेछ क्या म केही गर्छु इच्छा शक्ति होइन त्यो चाहिँ मेरो आजसम्म पनि छ त्यो अझै मैले साँचेर राख्नुपर्छ किनभने यो सेलाउनु दिनु भएन किनभने मेरो 10वटा गीत हिट भयो भइहाल्यो त अब किन सोच्नु भन्ने होइन नि त अझै राम्रो गर्नुपर्छ भन्ने चाहिँ हुनुपर्छ मलाई चाहिँ त्यो चाहिँ छ त्यसैले त यति तन्दुरुस्त र यङ देखाउने हो नि त होइन यङ त अब तिम्रो हेर्ने आँखा राम्रो हो होइन म्युजिकले अलिकति त्यो क्रिएटिभिटीले हुन्छ नि होइन डिजायर त्यो मलाई चाहिँ कस्तो लाग्छ भने मेरो उमेरको हिसाबले मलाई देख्दैन भन्छन् सबैले होइन पटक्कै देख्दैन ठिक छ ओके त्यो कसरी भएको होला त भन्छु मेरो आफ्नो एउटा थ्योरी चाहिँ के छ जुन टाइममा म कम्पोज गर्छु ध्यान लाएर त्यो टाइम चाहिँ काटिन्छ होला क्या किनभने अरू दायाँ बायाँ केही हुँदैन नि त ध्यान बसेको त्यही मात्रै हो नि त ध्यान टाइम ल्याप्स जस्तै म एरेन्ज गरेँ भने भोलि म त्यहाँ जान्छु कोही के गर्छु भन्ने त हुँदैन नि त्यही गीतभित्र पसेरै गरिरहेको हुन्छ नि त होइन कस्तो राम्रो कुरा गर्नु त्यो टाइम ल्याप्स भयो नि त्यो त इट्स यु आर नट एक्जिस्ट एट द त्यो मोमेन्टमा चाहिँ कसैले भन्छ नि तपाईँले यो गीत चाहिँ कसरी कम्पोज गर्नुभयो भने कसरी भन्ने त अब छ तिमीलाई थाहा छ कुनै त्यसको सिस्टम होइन एन्सरै छैन नि त त्यस्तै हो क्या त्यो अब त्यो एरेन्ज गरेको टाइममा जस्तै म स्टुडियोमा गएर बजाउँछु गिटार स्टुडियोमा गएर बजाउँदा कतिको कन्सन्ट्रेट गर्नुपर्छ अब त्यो तिमी आफूलाई पनि थाहा छ नि स्टुडियो छिरेको त्यो पसेपछि हेडफोन लाएर त्यहाँ टुकटुक सुरु भएपछि त सिधै अनि त्यही म्युजिक मात्रै हो नि त संसारमा अरू त केही छैन नि त हो त्यो कन्सन्ट्रेसन हो म दाइले कस्तो राम्रो स्टुडियो छिरिसकेपछि कति बजी छिरेको याद हुन्छ बाहिर आउँदाखेरि अँध्यारो भइसकेको हुन्छ नि कहिले काहीँ त बिहान ब्रेकफास्ट गरेर छिर्या हुन्छ भोक पनि लाग्दैन केही हुँदैन हामी सिम्फनीमा हुँदा होल नाइट काम गर्थ्यो अब अहिले चाहिँ सक्दैन अहिले चाहिँ अब त्यो ट्रेन्ड पनि छैन तर त्यति बेला र अहिलेको रेकर्डिङ धेरै फरक छ त्यो तिमीलाई पनि थाहा छ तर दाइहरूलाई जतिको त आइडिया छैन तैपनि अब कतिवटा जति गीत पुग्यो होला दाइको आफ्नो कम्पोजिसन त्यो लेखाजोखा छैन हौ अब जस्तै मैले फिल्म चाहिँ 42 देखि 45वटा गरेँ होला ओके फिल्ममा सङ्गीत होइन अनि अब यस्तो आधुनिक गीत भनौँ न टेलिफिल्महरू 2-3वटा गरेको छु अनि आधुनिक गीतहरू चाहिँ अब एक्ज्याक्ट मैले भन्नै सक्दिनँ किनभने अब त्यो चलन थियो नि एउटा एल्बममा 1-2टा माग्नुहुन्थ्यो सिङ्गरहरूले होइन त्यहाँ दियो 4वटा चाहिँ मेरो एउटा सोलो एल्बम होला माने म सोलो सङ्गीतकार भएको 40-50वटा फिल्म भइसक्यो है दाइको तर मेरो एकदम कम्ती हो नि अरू साथीभाइहरूको हिसाबमा त्यो फेरि अब दाइको मलाई थाहा भए अनुसार यो चुजी त्यो कमर्सियल नभएको हिसाबले चाहिँ त्यो पनि होला जस्तै हाम्रो नारायण गोपाल दाइहरूले एकदम कम्ती
गीत गाउने तर सेलेक्टेडमा त गाउने भनेर त्यो कारणले पनि होला नि होइन मैले बजारमा सुने अनुसार जथाभावी फिल्म चाहिँ सचिन्द्रले गर्दैन भन्ने खालको चाहिँ होइन एउटा एक टाइममा चाहिँ त्यो मैले कतिवटा फिल्म चाहिँ मैले छोडेको छु किन छोड्यो भने डिटो गीत बनाइदेऊ भन्छ अब नमुना लिएर माने यही गीत होइन त्यस्तो एथिक्स भन्दा बाहिर कुरा भयो नि त्यो चाहिँ यो कलरको गीत बनाइदिनु हो भन्नुहोस् म बनाइदिन्छु त्यतिसम्म होइन कलर हो नि त कलर त तिमी इन्सपायर त हुनसक्छ नि त जहाँबाट पनि होइन कुनै पनि गीत जस्तो यो टाइपको बनाऊ है भनेर बनाउन सक्छ तर हुबहु यही गीत बनाऊ भनेपछि त अब कसरी काम गर्नु त कपी नै गरिदेऊ भन्दाखेरि चाहिँ त्यस्तो चाहिँ मैले गर्दिनँ भनेर मैले एथिक्सले दिँदैन दुई तिनवटा छोडेको अहिले सम्झिन्छु त्यति बेला पैसा खाँचो पनि हुन्थ्यो होला के हुन्थ्यो होला तर छोडे राम्रो भएछ क्या अहिलेसम्म जिस्काइरहेको हुन्थ्यो मलाई दुःख दिने खालको प्रड्युसरहरू सम्झिनु पर्यो कोही चाहिँ यो चाहिँ मिठो छ भन्यो भने त्यो चाहिँ मन नपराउने कि एउटा हाउडे गीत चाहिँ मन पराउने क्या त्यो चाहिँ म्युजिकल हुनु पऱ्यो नि त एउटा नन म्युजिसियनको ओपिनियन पनि लिनु पर्दो रहेछ मैले बुझेँ उनीहरूले त फेरि उनीहरूले भनेको गीत चलिदिरहेको हुन्छ कि हामीले म्युजिकली यसमा त ओ यस्तो प्रोग्रेसन छ यस्तो त्यो कम्प्लिकेटेड मात्र होला दाइले मलाई सुनायो भने मैले आहा भन्ला मैले दाइलाई सुनायो भने वाओ भन्ला होइन तर पब्लिकमा जाँदाखेरि पब्लिकमा त सिम्पल के हो दाइले बुझ्नु भएको छ दाइ कस्तो खालको गीत चल्छ भनेर होइन त्यस्तो चाहिँ कस्तो भने मेरो एक दुईवटा फिल्ममा चाहिँ के भयो भने जस्तै आगो भन्ने फिल्म थाहा छ सुनेको मैले सुनेको त्यो माओवादीको याद भयो विषयमा थियो नि त्यति बेला अनि त्यति बेला त्यो गीतहरू रेकर्डिङ भयो होइन त्यसमा एउटा गीत चाहिँ हाम्रो राजु राजु लामा मङ्गोलियन आर्ट म चाहिँ फेरि सबै जस्तै तिमीले पनि मेरो चलचित्रमा गीत गाएको छौ होइन म चाहिँ नयाँ नयाँ को छ जो सबैसँग काम गरौँ भन्ने मेरो पनि चाहना हो नि त पहिलेदेखि अनि राजुलाई गाउनु लगाएँ राजुले होइन दाइ मलाई त हुँदैन भने गाउन राम्रो गाइरहेको छ त भनेर आज घिसाएर जस्तो क्या अनि सपना र उसले गीत आएको छ त्यो गीत चाहिँ मैले कस्तो एक्सपेक्ट गरेको हो नि त्यो गीत कस्तो इन्ट्रेस्टिङ थियो क्या कुमारी कुमारी दिलकी राजकुमारी यो फरक थियो नि त त्यति बेलाको ट्युनभन्दा अलिक एक्सपेरिमेन्ट थियो युनिक थियो यो गीत हिट हुन्छ भनेर मैले चाहिँ सबैले सोचेको सबले यही हो भन्यो होइन फ्याट लगाएर मा बस्यो मुटुमा भन्ने गीत हिट भइदियो थाहै छैन क्या अब त्यो थाहै हुँदैन क्या त यो एउटा चाहिँ हाम्रो साथीहरूले अहिले जसले हेरिरहनु भएको छ उहाँहरूलाई अचम्म लाग्छ यत्रो सङ्गीतमा जिन्दगी बिताइसकेहरूलाई यति पनि थाहा छैन कुन गीत चल्छ भनेर मलाई कोही कोही बेला सोधिरहेको हुन्छ कि यो गीत चल्छ कि चल्दैन भनेर मलाई के थाहा त्यो त भन्नै नसक्ने म त के भन्छु भने अझै दीपक गीतको भाग्य हुन्छ 2004-05मा रिलिज भएको थियो बादल वर्षा बिजुली भन्ने त्यति बेला त्यो कमर्सियली हिट भयो ठिक छ त्यो टाइममा जति हिट हुनुपर्ने हिट भयो पछि आएर हेर्नु त टिकटकमा त्यही त अब त्यो त भाग्य हो नि त त्यो गीत उहिलेको गीत उहिले चलेर पनि सेलाइसकेको गीत कहाँबाट भएर त त्यो त अब कोले चाहिँ गरेको छैन हाम्रो त अरू बेला त नेपाली गीत त हाम्रो लु सबैले मन पराउला अब त्यो त भारतमा पनि हेर्नु न त आर्टिस्टहरूले सबैले टिकटकमा रिलमा डान्स गरेको छ गीत गाए त्यो ब्यान्ड हुन्छ नि ग्रुप ब्यान्डहरू त्यस्तोले यस्तो डरलाग्दो बजाएको छ कि जिन्दगी मैले सोच्नु पनि सक्दिनँ त्यस्तो बजाउँछ मैले यसरी त गरेको थिएन त्यस्तो हुँदो रहेछ अब त्यो गीतको भाग्य हो नि त है भाग्य बोकेर त्यो यो कस्तो राम्रो मैले यसरी चाहिँ सोचेको थिएन ओ गीत जस्तै अर्को एउटा इक्जाम्पल दिन्छु है मैले पछि तुलसी घिमिरेको फिल्ममा मलाई उहाँले गर्नु भने मलाई च्यालेन्ज थियो किनभने तुलसी दाईको फिल्ममा त्योभन्दा अगाडि सबै रन्जित दाईले मात्रै गर्नुभएको सुपर डुपर हिट गीत छ नि त सबै होइन अब त्यसमा मलाई यसपालि तिमी गर भनेको छ च्यालेन्जेस अब चाहिँ च्यालेन्ज भएन अब मलाई नील हराम त भएको थियो तर कसरी राम्रो हुन्छ त के गर्नु अनि तुलसी दाईको एउटा राम्रो पक्ष चाहिँ कस्तो छ भने एकदम म्युजिकल हुनुहुन्छ क्या आफै लेख्नुहुन्छ नि त
अब ट्युनमा पनि लेख्नुहुन्छ अन्त आफै उ पनि गर्नुहुन्छ। तिम्रोमा कुनै पुरानो गीतहरू छैन तिमीलाई मन परेको डुएटहरू भने क्या उसले छ दाइमा मलाई पुलुकै सुनौ त थाहा छ तिमीलाई भने प्राइम स्टुडियो छ नि हात्तीसारमा हो भित्र बाहिरपट्टि त्यो बाहिरपट्टि त्यो जहाँ पार्किङ हुन्छ नि क्यान्टिनको त्यहाँ उभिएर गफ गरिरहेको हामी। ओके अनि सुनाउ त भने मैले सर र स्थायी सुनाएँ फेरि सुनाउ त सुनाएँ उसको यो आहा चाहिँ ओके रहेछ। अनि अन्तर थाहा छ एउटा अन्तर थाहा छ गाउँ त लु भयो यो गीत गरौँ। यो गीत चाहिँ कसले गीत आएको छ यो गीत चाहिँ उदय र मनिलाको फर्स्ट एल्बम गीत हो। आज म यो तिम्रो प्रोग्राम अनुसार मैले यो भर्खर सबैलाई अब रिभिल भयो प्रायलाई थाहा छैन। ओके उदय र मनिलाले गीत आएको मैले आई थिङ्क 46 देखि 47 सालभित्रमा बनाएको त्यो कम्पोजिसन उहिले हो नि होइन पहिला रेकर्ड भएको थिएन होइन रेकर्ड पनि भएको निक्लेको पनि हो तर त्यो गीत अब बिलाइरहेको थियो त्यत्तिकै बिलाइरहेको थियो होइन। अनि मैले उदयलाई भने म यो गीत चलाउँछु ल यस्तो हुन्छ चलाउ न भने त्यो गीत चाहिँ कुन चाहिँ भने नि धड्किन्छौ मुटुमा होला छल्किन्छौ आँखामा होला गीत हो। अब यो गीतको भाग हेर्नु त कहाँबाट त्यत्तिकै त्यो एल्बममा थन्किसकेको सक्यो नि त्यो सक्यो होइन। अब त्यो गीतको भाग हेर्नु नि त अब अहिले टिकटकमा गाउने त्यत्तिकै छन् रिलमा गाउने पनि त्यत्तिकै छन् होइन एक्टिङ गर्ने पनि त्यत्तिकै छन्। कम्पोज आफ्नो भनौँ न यति मेहनत गरेर आफ्नो एउटा इमेजिनेसन हुन्छ नि कम्पोजिसन गर्दाखेरि जब आर्टिस्ट या प्रोड्युसर या कोही आउँछन् स्टुडियोमा ल गाऊ भनेर गाउँदाखेरि आफ्नो एक्सपेक्टेसन अनुसार नहुँदाखेरि कस्तो फिल हुन्छ तपाईँलाई? साह्रै दुःख लाग्छ। जस्तै म चाहिँ के गर्छु भने नि म अलिक पगला टाइपको पनि हुन्छु क्या कोही बेला बौला बेला। जस्तै मलाई त्यो कुमारी एकदम फिल थियो नि त कुमारी दिलतिर यो टाइपको एउटा के गर्नु भने मैले त्यहाँदेखि ठक्क पछि लाठी चार्ज नगर मेरो मायामा भने यसलाई युज गरेँ यता यो फेरि सुपर डुपर हिट भयो। कहाँको हुक लाइन त्यो एउटा मेरो दिमागमा थियो नि त यो यसो गऱ्यो भने मान्छे रमाइलो हुन्छ। कुनै छ त्यस्तो इन्सिडेन्ट दाइलाई भनौँ न एउटा कुनै आर्टिस्टलाई बोलायो आफ्नो इमेजिनेसन अनुसार आफ्नो एक्सपेक्टेसन मिट नभएर करोडै आए पनि म यो दिन्न भनेर भनौँ न एउटा ए पहिला चाहिँ थिएन दिपक आजकल चाहिँ हुन थाल्यो। पहिला करोड चाहिन्थ्यो अलिकति होइन चाहिँदैन अनि ठिक छ त्यो मुद्रा भन्ने चिज जिन्दगीभर चाहिन्छ जति नै भयो द्रव्य होइन मुद्रा कस्तो भने तर अहिले चाहिँ कस्तो फिल हुन्छ भने यो गीत उसले गायो भने राम्रो हुन्छ हुँदैन त्यो पहिल्यै हामी आफैले इमेजिन गर्ने शक्ति चाहिँ भयो क्या। अब चाहिँ त्यो चाहिँ अब अनुभवले पनि होला नि त। कोही गीत चाहिँ यस्तो हुन्छ कि फेरि एक्सपेक्टै नगरेको ठिकै गाउँछ होला भन्नु कस्तो राम्रो गायो भन्ने पनि त्यो पनि म भनौँ न म आफै अलिअलि गाउने हिसाबले मलाई पनि आफै अहिलेसम्म पनि मलाई थाहा छैन कुन गीत मलाई सुहाउँछ भने कुनै यो गीत ओह मलाई सुहाउँछ होला यो गीत म गाउँछु भनेर गाउँछु के नमिले जस्तो हुन्छ कुनै अनि आफूले सोच्दै नसोचे कुनै गुनगुनाउँछ ओहो सुहाएको जस्तो फिल हो नि जब कि आफ्नो भोइसलाई नै आफूले गाह्रो हुन्छ भने चाहिँ अब कम्पोजरले यसमा फलाना सिङ्गरलाई गाउन दिन्छु धिस्कानालाई बजाउन दिन्छु त्यो मिट नहुने चान्सेसहरू धेरै आयो हुन्छ त त्यो त। अरू के दाइको अहिलेको कुरा म एउटा थप्छु है म आफैले बनाएको गीत होइन म गाउँदिनँ भनेको तुलसी घिमिरे दाजुले चाहिँ तिमी गाउनै पर्छ यो गीत मैले भने चाहिँ यो खेम गुरुङलाई दिउँ
हैन खेम गुरुङको भोइस मोटो पनि छ अनि ठ्याक्क त्यो बुढेस कालको टाइपको राम्रो सुन्छ दाइको त्यो मारुनी भन्ने हो क्या उसको मैले आफै गीत गाएको छु नि मारुनी भन्ने हो मारुनी के हो दाइको एउटा त्यो अलिकति फोकमै छ अनि त्यो गीत मैले त्यो हाम्रो रेकर्ड भएको बम्बेमा हेर्नुहोस् है बम्बे रेकर्ड भयो मैले जानी दाइ मेरो घाँटी ठिक छैन भनेर मैले त्यहाँ डमी मात्रै गाएँ हेर्नुहोस् है न त बम्बेमा ओके गरेर त्यहीँ मिक्सिङ गर्नुपर्ने हो नि त होइन मैले जानी क्या अब खेमलाई नै दिनुपर्छ मेरो दिमागले अब खेमले दामी हुन्छ भन्ने त्यहाँदेखि हामी रेकर्डिङ सकेर आयौँ त्यो चाहिँ अडिक फेरि होइन त्यो तिमीले जस्तो त्यो खिटकाहरू आउँदैन अरू कसैकोमा आउँदैन तिमीले गाउनुपर्छ लास्टमा हार खाएर म ओके दाजु म गाउँछु भनेर गाएँ होइन भगवान्को दयाले त्यो अजम्बरी गीत भनेर बज्छ रेडियोमा पनि तुलसी दाइको पनि भिजन खतरै रहेछ है त्यही त भनेको त्यो कोही बेला आफूलाई पनि थाहा हुँदैन क्या कहिले माया घाम जस्तै कहिले माया जस्तै भन्ने गीत हो नभने यादै थिएन यो गीत है अब यहीँ बस्दा मैले दाइको अघि त एक्नोलेज गर्ने भनेर अब कति चिजहरू मलाई नै थाहा छैन क्या दाइले कस्तो क्रिएसन अब त्यो थाहा हुँदैन नि त दिपक थाहा हुँदैन त्यही त दाइ तिम्रो आफ्नो जनरमा तिमी कुदिरहेको हुन्छौ म आफ्नो जनरमा कुद्छु होइन त भन्नु चाहिँ पर्दो रहेछ दाइ हामीले चाहिँ होइन जे होस् अब नेपाल आएर मलाई कतिले सोध्छ कि के पायो भन्छ क्या म त एउटै मात्रै चिज भन्छु क्या माया म नेपाल नआएको भए म यस्तो कम्पोज हुन्थेन कि हुन्थ्यो कि हुँदैन थियो के थाहा जस्तै दाइको भनौँ न अब हुन त सिमानालाई के पनि गर्दैन मलाई उता दार्जिलिङ कालिम्पोङ जाँदाखेरि कहिले पनि इन्डिया पुगे जस्तो कहिले फिलै हुँदैन जबसम्म त्यहाँको पैसा चलाउँदैन फिलै हुँदैन किनभने भाषा एउटै हो संस्कार एउटै हो सबै चिज एउटै हो खालि त्यो त्यहाँको आइसी नोट चलाउँदाखेरि मात्र फिल हुने हो नचिन्ने हुन्छ त्यो अलिकति हो दाइहरू उताबाट काठमाडौँ आउनुको सट्टा सपोज उता मुम्बई दिल्ली कता छ होइन उता जस्ट इन्डिया गएर त्यहाँ जित्छु भन्ने खालको कतिको जब दाइको क्यापेसिटी दाइको जुन एबिलिटीको हिसाबले त जस्तै उता इन्डियामा एआर रहमान जस्तो त्यो टाइपको वेमा दाइ आफै गाउने आफै बजाउने आफै कम्पोज गर्ने आफै अरेन्ज गर्ने सबै एबिलिटी भएको आर्टिस्टहरू उता कि आँटै नभएर नजानु भएको कि होइन हाम्रो धरातल यतै हो भनेर आउनु भएको कि अब यस्तो हो प्र्याक्टिकल थिएन भन्न खोजेँ कि मेरो क्वेसन चाहिँ उता इन्डियातिर होइन उता यस्तो हो दिल्ली मुम्बई जानु भनेको लागि चाहिँ हामीलाई बहुत टाढो चिज हो समुद्रै हो फेरि होइन अनि नेपाल भनेको चाहिँ एउटै भाषा फेरि त्यही हामीले उहिलेदेखि नेपाली गाइरहेको कम्पोज पनि गरिरहेको सजिलो भयो नि त अनि हामीभन्दा अगाडि को थियो त भन्दा सबै यहीँकोहरू छ नि त होइन त्यो आँटले चाहिँ हामीलाई पनि एउटा नेपालै होइन भन्ने तर म नेपालबाट अब बम्बईमा रेकर्डिङ गर्नु जाँदा चाहिँ मलाई 2 पल्ट चाहिँ अफर आएको है फेरि दिपक फर्स्ट चाहिँ मैले धर्म भन्ने फिल्म गरेको होइन त्यो धर्म भन्ने फिल्ममा एकजना हंसराज भन्ने एकदम सिनियर भायोलिनिस्ट हुनुहुन्थ्यो उहाँले एरेन्ज गर्नुभएको त्यो सबै गीत मैले त्यति बेला चाहिँ गिटार बोकेर गएको थिएँ क्या सजिलो हुन्छ अब त्यहाँ बम्बईमा चिन्दिनँ त अरू होइन फर्स्ट टाइम गएको गिटार बोकेर गएको थिएँ अन्त मैले म गिटारमै कम्पोज गर्छु नि त प्रायः त होइन अन्त उसले त्यो मैले बजाएको पनि हेर्ने क्या पुलुक पुलुक अनि तेरो एकदम उसले त यति एप्रिसिएट गरे कि उसले त मलाई त होटलमा होइन उसले त मलाई त घरैमै राख्यो त उसले त आत्मीयता उसको फेरि 2 जना छोरा रहेछ भाइनिस्टै अनि जति दिन रेकर्डिङ उसको एरेन्ज गर्थ्यो मलाई सोफामा सुताउँथ्यो अनि एक-एकवटा पिस मलाई उठाएर सुनाउने त्यो चाहिँ किन भनेको रहेछ कुमार कान्छा भने थाहा छ नि है सिङ्गर उहाँ हुनुहुन्थ्यो क्या उहाँले चाहिँ के भन्दैछ भने उहाँलाई
यो पनि नेपालको एरेन्जर है भन्ने गरेछ क्या त्यो एउटा अर्को पनि इम्प्रेसन भयो नि त होइन अन्त उसले मलाई के भनेको थियो नि तँ बस यहाँ तँ हामीसँग मिलेर काम गरौँ तेरो कम्पोजिसन एकदम फरक हुनसक्छ होइन त्यति बेला एउटा कस्तो भएको थियो नि इन्सिडेन्ट त्यो रेकर्डिङ चाहिँ सब लाइभ है फेरि त्यो अहिलेको जस्तो प्रोग्रामिङ होइन सन्तुर बजाउने ट्रम्बोन बजाउने ब्रास बजाउने सबै लाइभ है मेरो लाइफको सबभन्दा बेसी भाइलिन बजेको त्यही फिल्ममा हो 22 जना अनि यत्रै कोठा होला भोकल रुम रेडियो जेम्स भन्ने स्टुडियो अनि एकजना पुड्को मान्छे आउनुभयो ऊ चाहिँ सोलो भाइलिनिस्ट रहेछ माने के भन्छ त्यसलाई डमी भोकल क्या त्यति बेला त यताबाट सिङ्गरले गाउने हाम्रो त यहाँ चलन छ नि त सिङ्गरले गाउँछ नि रेकर्डिङ उनीहरूको त सङ भाइलिन बजाउँछ नि नोट्सहरू टक्क सङ भाइलिन बजाउँछ अनि त्यो मान्छेले अच्छा गाना सुनाए कौन सा स्केल भने क्या अनि मैले यस्तो यस्तो स्केल भने बाजा खोलेकै छैन डङ्की डङ लेख्नुहुन्छ हौ आम्मा त्यस्तो उनीहरू एक्सपर्ट नि होइन सर भयो गायो होइन नेक्स्ट गीत सेकेन्ड टाइम फेरि एक बार चेक करेंगे भन्छ कि मैले गाउँदैछु सँगसँगै ट्युन भनिदिन्छ हौ वान टेक आम्मा त्यो उनीहरूले जुन नोट स्कोर्सहरू मैले पनि देखेको छु त बरु हामीले सिधै पत्रिका पढ्दाखेरि बरु ढिलो हुन्छ मिस्टेक हुनसक्छ उनीहरूको त्यो स्कोर पढ्ने त सारा त्यो टाइममा मैले मेरो एउटा स्याड गीत थियो क्या त्यो स्याडमा चाहिँ अलिकति तिगडम नोटहरू अलिकति एक्सपेरिमेन्ट टाइपकोहरू जोसमा बनाइएको थियो क्या उमेरले त्यति बेला चाहिँ उहाँले भाइलिन खोल्नुभयो है कभर खोल्नुभयो अनि टक टुक टिक त्यो त्यहीँभित्रै त्यहीँबाटै यसो गरेँ कि अन्त अच्छा नाइस सङ भने क्या लेख्यो अरे अनि म निक्लेँ म त्यति बेला भयानक चुरोट खान्थेँ फेरि हुन्छ नि त्यो थाहा छ नि है त्यो स्टुडियोमा बसिरहँदा कहिले निक्लेर त्यो हुन्छ नि गएपछि भनेपछि अब अर्कै म त्यहाँ बाहिर निक्लेर गर्दै थिएँ एकजना आयो क्या दादा तपाईँलाई बोलाउँदैछ भने अनि म गएँ भित्र फेरि निभाएर गएँ अनि त्यो यो भोकल रुममा त सब म्युजिसियन बोलाएको छ उसको त्यो रिदमिस्टहरू सबैजना अन्त त्यो जुन सङ भाइलिन थियो नि अनि त्यो मान्छेले मलाई इसका एक गाना सुनो न इसका वो सैड सॉन्ग सुनाइए न क्या अनि मलाई गाउन लाग्यो क्या अनि गाउन लाग्यो अनि मैले गाएँ शब्द ती थियो शब्द हेरेर मैले गाएँ अनि एक अन्तर गाइसके सबैले थप्पडी मारे मलाई मेरो लागि चाहिँ त्यो अवार्ड जस्तो भयो क्या त्यत्रो भेटरन त्यस्तो म्युजिसियन अनि उनीहरूले मलाई के भन्यो आप त पुरा पञ्चम दा है भनेको को भनेको चिन्छ मैले आरडी बर्मन किनभने किन उसले त्यो भन्यो भन्दा चाहिँ हामी चाहिँ फ्यान हो नि त आरडी बर्मनको किनभने हामी मेरो जति पनि स्कुलिङ भनौँ न अब नेपाली गीत जसको थियो सुन्यौँ हिन्दी गीत चाहिँ हाम्रो टाइममा चाहिँ आरडी बर्मन खतरा थियो अनि हामी त पुरा स्टेजमा प्रोग्राम गर्ने अनि होल म्युजिक उठाएर रटेर बजाउने हो नि त हामी त सब गीत गाएर होइन अनि त्यो इन्फ्लुएन्स चाहिँ आउँदो रहेछ क्या आफ्नो कम्पोजिसनमा मलाई एउटा क्युरियस दाइ आफै गाउनु पनि हुन्छ होइन त्यो कहिले मनमा त्यस्तो फिल आएन अब किनभने अघि नै हामीले कुरा छ फ्रन्ट लाइनर र ब्याक लाइनरको कुरा होइन किनहरूलाई भनेर नै आफै गाइदिउँ न भन्ने टाइपको म गाएँ भने म आफै हुन्छ त्यस्तो कहिले मनमा त्यस्तो कहिले पनि भएन अब जस्तै मैले अघि इक्जाम्पल दिएँ त अन्त बरु म गाउँदैन म गाउँदिनँ भनेको होइन मलाई थाहा छ मैले अघि नै दाइलाई सुरुमै दाइ पर्दा पछाडि नै बस्न रुचाउने मान्छे भनेको कारण नै त्यही हो दाइ तर पनि एउटा ह्युमन नेचर हो कहिलेकाहीँ त हिरो बन्न कसलाई मन लाग्दैन होइन कोही कोही बेला चाहिँ फिल हुन्छ दिप अहिले आएर चाहिँ कस्तो फिल हुन्छ भने है त्यही मैले एउटा फिल्ममा एउटा गीत चाहिँ मैले आफैले गीत भए त अहिले मेरो पनि 40-50वटा गीत त हुन्थ्यो त भने जस्तो चाहिँ कोही बेला चाहिँ टुक्क हुन्छ क्या है तर मेरो सोच चाहिँ कस्तो भने जस्तै म
अलिकति भक्त भएर पनि होला, जस्तै एसडी बर्मन होइन, उहाँले पनि उसलाई सुट हुने गीत मात्रै गायो नि त ओके होइन। आरडी बर्मनले पनि सबै गीत गाउन सक्थ्यो नि त, तर उसलाई सुट हुने मात्रै गाएँ क्या। मैले मलाई फिल भयो क्या त्यसपछि चाहिँ। अहिले चाहिँ म गाउनु नसक्ने त होइन, गाउन त सक्थेँ। जब अहिले चाहिँ मैले अब रेकर्डहरू गरिरहेको छु, तर मलाई सुट हुने टाइपको चाहिँ ओके 2-3 गीतहरू गरिरहेको छु। अब त्यसको भिजुअलहरू गर्नु छ। फिल्मीमा चाहिँ अलिकति क्यारेक्टर हेरेर स्टोरीको बेसमा बनाउनु पर्ने हुन्छ। नन फिल्मीहरू त फ्रिडम पायो नि एउटा, जस्तो जे गर्दा हुन्छ। दाइलाई प्रायोरिटी कुन फिल्मी हो नन फिल्मी? कस्तो हुन्छ नि दिपक, जस्तो सिङ्गरमा भर पर्छ। जस्तै अब ठिकैको गाउनेले दाइ मलाई एउटा गीत बनाइदिनुहोस् भनेर शब्द दिन्छ होइन। अब मैले उहाँको भोइस चाहिँ कैलाश खेरको जस्तो छ भने होइन, मोहम्मद रफीको जस्तो बनाएर मैले त जगजित सिंह जस्तो बनाइदिएर भएन होइन। अनि उहाँको गलाको काम, त्यही भएर मैले अहिलेसम्म जतिलाई पनि मलाई कम्पोज गर भन्यो भने तपाईँले 2-3 गीत गाएर मलाई पठाउनुहोस् न भन्छु पहिला। त्यो गऱ्यो भने मलाई सजिलो हुन्छ नि त, उहाँको रेन्ज थाहा हुन्छ। अनि कता उसको गलाको काम कतिको हुन्छ हुँदैन होइन, त्यो चाहिँ गर्छु। नभए फेरि अघि नकै कुरा जस्तै आफूले दुनियाँ मेहनत गरेर एउटा एक्सपेक्टेसन मिलेन जोडेन भने फेरि आफ्नै चित्त दुख्छ फेरि। अनि कस्तो हुन्छ नि, सबभन्दा टर्चर त स्टुडियोमा हुन्छ नि दिपक। आफू बसिरहेको छ कन्सोलमा, उसलाई उभाएर गीत गाउँदैछ, भनेको जस्तो हुँदैन अन्त कस्तो हुन्छ। मैले हाम्रो दीपक लिम्बू भाइ छ नि, उसँग काम कहिले गरेको थिइनँ क्या। ओके। अनि म्युजिसियनमा हुँदाखेरि उसले गाउँदै गरेको मैले धेरैपल्ट देखेको छु क्या। कमेजहरू खोलेर सर्ट खोलेर गन्जीमा पसिना हुन्थ्यो क्या। कति घन्टा भयो भनेको 2.5 घन्टा भयो भन्दै गरेको हुन्थ्यो। त्यो किन त्यस्तो भएको हो त भनेर मैले आफैले एनालाइज गरेँ क्या। अब दीपकको रेन्ज यहाँसम्म छ, अब उसलाई दिन्छ यहाँसम्म, अनि गाउँ त गाह्रो हुन्छ नि त। अनि मैले एउटा डुएट गीत माने मैले एउटा के भन्छ टाइटल सङ दिएँ, जब जब माया बस्छ भन्ने टाइटल रहेछ। उसलाई कम्पोज गरेँ, उसलाई लु तिमीलाई भनेर बनाएको। 20 मिनटमा गाएर निक्ल्यो। ठक्क उसको रेन्ज मिल्यो। सबै कुरो मिल्नु पऱ्यो नि त भन्ने म त्यो कम्पोजरको मेन ड्युटी। किन मैले यो कुरो कहाँ सिकेँ भने म पहिलो रेकर्डिङ जाँदा साधना सरगमलाई गीत सिकाउँदै थिएँ। अन्तरामा हाईको एफ सार्प नोट गाएको थियो। अनि साधनाले समझ गए म यति लामो यति माथि गाउँदिनँ, तपाईँले अरूलाई बोलाउनुहोस् भन्छ। अब कहाँ अब अरूलाई उसकै भन्ने दिमागमा छ कि तपाईँ ट्युन चेन्ज गर्नुहोस् भन्छ होइन, अन द स्पट। अनि मैले चेन्ज गरेँ नि। ठिक छ म चिया खाँदै गर्छु भने ऊ चिया खाँदै थियो, मैले यता अन द स्पट मैले चेन्ज गरेँ। अनि मलाई त्यो चाहिँ एउटा कान समात्ने भयो नि त बानी। ए फिमेललाई चाहिँ यहाँभन्दा माथि दिनु हुँदैन रहेछ होइन। गाउनु सक्नु र त्यो चिच्याउनुमा फरक पर्छ नि। त्यही त भनेको, उनीहरूले सक्थ्यो नि। मिठो सुन्नु पऱ्यो नि होइन, मिठो सुन्नु, तर मिठो सुन्दैन म गाउँदिनँ भन्दै सिधै। सो फार अहिलेसम्म दाइले जस्तो कम्पोज गरेको आफ्नो एउटा हुन्छ नि फेभरेट, यो चिज चाहिँ ट्याक्क मिलेको। होइन जस्तै म इक्जाम्पल दिन्छु है। जस्तै रिमाले गाए नि कसको, अब कस्तो पर्फेक्ट छ नि त होइन त, त्यो मिल्यो नि त। स्वाको ठ्याक्कै स्वायो हो यस्तो भन्नु खोज्यो क्या। त्यो त अब मैले पनि सौदिलो दिनु पऱ्यो, गाउनेले पनि त्यसरी गाउनु पऱ्यो। तर यो गीत बनाउनु मलाई 6 महिना लाग्यो। अहिले यो जुन कम्प्युटर आइसकेपछि दाइले अरेन्जमेन्टहरू कतिको गर्नुहुन्छ अहिले? मैले भात खाने नै त्यसले हो। ए हो है। अहिले भनौँ मैले चाहिँ सन्दर्भ किनभने त्यो एक्सपीहरू जुन N364हरू यताउता एकदमै एकदम लिमिटेड थियो नि त्यसको त्यो फिचर्सहरू। होइन मैले एरेन्ज गरिरहेको छु, कन्टिन्यू गरिरहेको छु होइन, गरिरहेको छु। तर म प्रोग्रामिङ चाहिँ गर्दिनँ थिएँ पहिला चाहिँ। यो धेरै भएको छैन मैले प्रोग्रामिङ सिकेको, सिकेको भन्नु पऱ्यो नि।
पछि तर गरिरहेको छु एरेन्ज चाहिँ गरिरहेको छु अहिले त कम्प्युटरमा तर बानी बिग्रियो दिपक अहिले चाहिँ कस्तो भयो भने आफूले क्रिएसन हो नि कि छान्नेपट्टि गयो क्या त्यो साउन्ड ब्याङ्क खोज्दा खोज्दा दिन जान्छ न होइन अब ड्रम्स पहिला हामीले कसो गर्थ्यौँ त ढिक ढाक ढिक पुरै बनाउँथ्यौँ नि त होइन त अब अहिले चाहिँ छान्ने हो नि त कुन चाहिँ गीत कुन चाहिँमा मिल्छ भनेर क्या त्यसले झन् टाइम कन्ज्युम हुने रहेछ कि साउन्ड त्यो ब्याङ्क चुज गर्ने त्यो अहिलेको एरेन्जिङ मैले बुझेअनुसार चाहिँ एरेन्जर राम्रो हुने नै त्यो साउन्ड ब्याङ्क छान्न जान्ने चाहिँ जसले चाहिँ राम्रो छान्यो हो द्याट्स द अनदर अर्कै स्किल हो क्या अर्कै भयो त्यो क्या त्यस्तो हो हामीसँग त एउटा यो प्रोग्राममा यस्तै यस्तै खालको एउटा सेगमेन्ट जस्तो हामीले बनाएको छौँ हामी दुईजना आर्टिस्टलाई हामी एउटा क्रिम अफ रिदम भनेर यहाँ हामी फोटो हेर्न सक्छौँ दुईवटा जेनेरेसनलाई एक्नोलेज गर्ने एक्नोजेन भनेर हामी यो दुईजना कलाकारहरू दाइले म अब अग्रज प्रेम दाइलाई त उहाँसँग मैले अब पर्सनली मेरो कम्पोजिसन चाहिँ गर्न पाइनँ होइन तर उहाँले गाउने भएको गीतमा मैले धेरै गीतमा बजाएको छु उहाँको सुरुमा यो सिम्फनीमा एकदम फेमस नेवारी गीत छ नि कुन चाहिँ भन्नु त एकदम फेमस गीत राजामती त्यसमा पछि उहाँले गाउनु भएको हो नि त त्यसमा बजाउने चाहिँ म हो त्यो चाहिँ मौका पाएको म यो कुरामा त लकी छु किनभने राजामतीकोमा तिमी बजाउनु भएको म बजाएको छु होइन जस्तै मैले अमर गुरुङसँग पनि काम गर्ने मौका पाएको छु होइन सौभाग्य हो नि होइन नारायण गोपालसँग मैले बजाएको गीतमा नारायण गोपाल गीत गाउनु आउनु भएको हो त्यो पनि भेटेको छु अनि एउटा फोटो पनि खिचेको छु है त्यो चाहिँ 45 सालको कुरा हो होइन जस्तै दिव्य खालिङ दाईसँग उहाँको गीतमा मैले एरेन्ज पनि गरेको छु काम पनि गरेको छु राम थापाको गीत उहाँ दाईको मैले थुप्रो फिल्ममा एरेन्ज गरेको छु होइन जस्तै सिनियर भन्नुपर्दा अरूको रुबी जोशी दाई हुनुहुन्थ्यो उहाँ सिम्फनीमा आउनुहुन्थ्यो उहाँले गाउनु भएको थुप्रै गीतमा हामीले बजाउनु पाएको इन्डियन कलाकारहरू पनि थुप्रैसँग काम गर्नुभएको छ म त्यस्तो धेरै चाहिँ छैन होइन जस्तै साधना सरगम कविता कृष्णमूर्ति भूपेन्द्र सिंह होइन उदित नारायण झा उहाँहरूसँग काम गर्ने अर्को जुन अर्को पिँढीको कलाकार उहाँ भएको नाम चाहिँ मलाई एक्ज्याक्ट स्वप्न सुमन जे होस् म सुनेको छु उहाँको पनि कम्पोजिसन यो छ नि दाइ एउटा ट्रेन्ड मैले यो जुन भर्खरको दाइले भन्नुभएको गीत त्यति चाहिँ मैले टिकटकमा सुनेको थिएँ कति पछि मात्र यो गीतको अगाडिको सुन्दाखेरि मैले चिन्दै नचिनेर कि त्यो गीत चाहिँ यो हो भनेर त्यो ट्रेन्ड पनि 30 सेकेन्ड मात्र पपुलर हुँदो रहेछ अहिलेको गानाहरू है त अचम्म त्यो जमाना कहाँबाट कहाँ कि यो अब जुन दुईजना आर्टिस्टहरू हामीले दाइले नै अब भनौँ न यो भाइको चाहिँ कन्फ्युज भएँ म भने जसरी दाइले प्रेमरोज दाइलाई एकदम नजिकबाट चिन्नुभयो होइन जहाँसम्म लाग्छ हाम्रो अग्रजहरूलाई हामीभन्दा माथिको एज ग्रुपले सबैले गीत भन्नुभयो भने प्रेमरोज दाइको त सरर 10-20वटा गीत भनिदिनुहुन्छ उहाँहरूले होइन तर वाट अबाउट हाम्रो अहिलेको जेन्जिजहरू त्योभन्दा नि पछिकोहरू उहाँहरूले त प्रेमरोज दाइलाई चिन्नुहुन्न तर हाम्रो कर्तव्य हो नि उहाँ चाहिँ हाम्रो प्रेमरोज दाइ भनेको यति ठुलो कलाकार हुनुहुन्थ्यो उहाँ होइन उहाँको बारेमा भनौँ न प्रेमरोज दाइ 1938 सालमा जन्मिनु भएको अनि उहाँ भनौँ अनफर्चुनेटली हामीले उहाँलाई 2021 सालमा गुमायौँ उहाँको घर चौतारामा हो भने यो सानो सानो इन्फर्मेसनहरू हामीले दिन पायौँ नि सो न्यू जेनेरेसनले त्यो कुरा यो यसको चाहिँ हाम्रो मेन अब्जेक्टिभ नै एकदमै राम्रो सोच हो क्या अनि सेम टाइममा जस्तै जसको प्रेमरोज दाइको फ्यान्सहरू होला त्यो जुन एज ग्रुप लेट 40s 50s 30s को त्यो ग्रुपले सायद अब हाम्रो नयाँ पिँढीको भाइहरू या साथीहरू उनीहरूलाई नचिन्न सक्छन् उहाँहरूलाई पनि अहिलेको न्यू जेनेरेसनको स्टार्सहरू हो उहाँहरू भनेर चिनाइदिने अब्जेक्टिभ चाहिँ त्यो हो दाइ एकदम राम्रो एकदम सोच राम्रो
त्योसँग अर्को हाम्रो एउटा बाजा एज अ म्युजिसियन अच्छा हामीले 2टा बाजालाई ल्याएका छौँ यहाँ ओके यो बाजाको नाम त मैले भनिराख्नु नन म्युजिसियन भएको भए मैले यो बाजा यो हो त्यो हो भनेर भन्नु पर्थ्यो होला दाइले नै भनिदिनुहोस् त्यसो होइन मलाई त्यो यो अब यो त बाँसुरी भइहाल्यो होइन त्यो अर्कोलाई चाहिँ के भन्छ म पनि कन्फ्युज त्यसलाई प्यान फ्लुट भन्दो रहेछ अब प्यान फ्लुट भनेको चाहिँ हामीले नि त्यही भनेको नि किनभने हामी कहाँ युजेस एकदम हाम्रोमा छैन नि त हामी त प्यान फ्लुट भनेको किबोर्ड बजाउँछौँ होइन तर अब त्यो बजाइ चाहिँ क्या छ नि त त्यो त्यो तु भनेर बजाएको छ नि एउटा एक्ज्याक्टली त्यो उसमा मार्बल उसमा आउँछ नि त्यो एउटा गुड ब्याड एन्ड अग्ली भन्ने यस होइन तिनीहरूको त्यो टाइटल सङमा छ अनि त्यो एउटा अर्केस्ट्रा प्रोग्राममा एकजना म्युजिसियनले बजाएको छ क्या यो वेस्टर्न उसमा त्यही त अब दाइले इन्टायर आफ्नो लाइफ नै म्युजिककोमा दिनुभएकोलाई नै कन्फ्युज यो चाहिँ के भन्छ अरे त्यसलाई भने यो एउटा हामीले सानो एउटा नलेज हामीले सेयर गर्न पायौँ नि हामी आफ्नो साथीहरूसँग होइन यसलाई प्यान फ्लुट भन्छ प्यान फ्लुट थाहा मात्र पाउनु ठुलो कुरा होइन ब्याम्बो फ्लुट त त्यो एउटा बजाइरहेको देखिरहेको हाम्रो त्यसको पनि एउटा इन्डियन फ्लुट अर्कै तरिकाको हुँदो रहेछ होइन ब्याम्बो फ्लुटमा पनि आफ्नै विशेषताहरू छ अझ मुरली अर्कै भन्छौँ हामीले यसरी बजाउने र यसरी बजाउने यो यसरी बजाउने चाहिँ डिफ्रेन्ट काइन्ड अफ हेर्दाखेरि सेम हो यो प्यान फ्लुट पनि त्यो लेन्थले चाहिँ स्केल उ गर्दो रहेछ नोट्सहरू चाहिँ त्यो लेन्थले ठुलो पनि हुन्छ होला सानो पनि हुन्छ होला नो त्यो लेन्थले चाहिँ भनौँ न यो सी हो भने ठ्याक्कै डबललाई चाहिँ अक्टेभ त्यो गरेर चाहिँ तर हाम्रो यहाँ चलन छैन है कहाँ कसैले छ मैले यहाँ अहिलेसम्म लाइभ बजाएको मैले पनि देखेको छु मैले पनि देखेको छैन कस्तो रमाइलो कि तर हेर्दाखेरि त्यो फ्लुटको एउटा झुप्पा जस्तो देखिन्छ तर यसरी चाहिँ बजाउँदाखेरि कस्तो मजा बजाउँदो रहेछ त्यसलाई चाहिँ अस्ति एउटा उसमै देखेको थिएँ क्या टिकटक केमा हो 2टा साउन्ड आउने क्या नेपालीले नै बजाएको त्यो के बाजा भनिरहेको थियो क्या त्यो युनिक थियो त्यो चिज पनि एनिवे लेट्स गेट ब्याक टु द अब दाइसँग यत्तिका बेर कुरा गरेर हामीसँग अब धेरै समय त छैन दाइ होइन तर खाली कुरै मात्र गर्ने तिमीहरू भन्ने खालको हाम्रो साथीहरूले गुनासो गरिरह होला हजुर जाँदा जाँदै एउटा सानो टुक्रा एउटा दाइको फेभरेट सङ एउटा चाहिँ सुन्न पाउनु दाइ त्यसपछि हामी बिदा हुन्छौँ मायालुको माया मिठो न्यानो न्यानो काका जुनी जुनी सयौ जुनी अङ्गालोमै राखा सिरी सिरी हावा चल्यो उड्न लागेमा तिम्रो मनको स्वर्ग छेउ पुग्न लागेमा चखेवा नचखेमी छै सँगै मर्ने बाचा गरौँ दुई मुटु गाँठो पारी सँगै जिउने सँगै मर्यौँ मायालुको माया मिठो न्यानो न्यानो काका जुनी जुनी सयौँ जुनी अङ्गालोमै राखा कसको आँखा लाग्यो बरै मेरो खुसीमा कसको आँखा लाग्यो बरै मेरो खुसीमा भेटिएन संसारमा
भेटिएन यो संसारमा मन बुझाउने साथी कसको आँखा लाग्यो बारै मेरो खुसीमा कसको आँखा लाग्यो बारै मेरो खुसीमा मेरो खुसीमा ओके दाइ थ्याङ्क यू सो मच तैँले टाइम निकालेर आइदिनु भयो कति कुराहरू मैले पनि थाहा नपाएको कुराहरू कति थाहा पाएँ हाम्रो साथीहरूसँग सेयर गर्न पाएँ पहिला नजिक थियौँ आज चाहिँ झनै नजिक भएको महसुस गरिन्थ्यो थ्याङ्क यू सो मच फर यर टाइम दाइ मलाई पनि सम्झ्यौ होइन अनि जुन तिम्रो कन्सेप्ट छ नि जुन सोच छ त्यसको लागि एकदमै बधाई छ होइन शुभकामना छ थ्याङ्क यू सो मच सो मच थ्याङ्क यू All right, keep watching.